Hello everyone, welcome back again in my another video. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै रही तपाईहरु सन्चै रहनु होला भन्ने कामना गर्दै आज मेरो नयाँ भिडियोको सुरुवात गर्न चाहन्छु। आज म चाहिँ आफ्नै गाउँ ठाउँको हैन डाँडा पाखा पखेरामा चाहिँ घुमिरहेको छु। अनि मैले चाहिँ अब कटारदेखि चाहिँ अब घुर्मीदेखि चाहिँ अब तपाईको अब केतुके बौद्ध हुँदै अब ओराला आएर उभु आले कागड्याम भन्छ। कागड्यामसम्म आएको भिडियो चाहिँ तपाईहरुलाई देखाउने छु। तपाईहरु चाहिँ यदि यस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरु सधैँ मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अनि भिडियोलाई मन पर्छ भने एक लाइक गर्नु अनि साथीहरु पनि यस्तै भिडियो हेर्नु भन्ने चाहनुहुन्छ भने भिडियोलाई पनि एक शेयर गरेर सहयोग गरिदिनु होला। अनि भिडियो चाहिँ लामो हुन सक्छ तर पनि हैन गाउँमा पहिला डुलेको घुमेको आफ्नो ठाउँको चाहिँ अब कटारी र हामी ओखलडुङ्गा भने चाहिँ पहिला जमानामा के भन्नु भारी बोकी हिँडिन्थ्यो कि अब त्यसैको सम्झना गर्दै भिडियो चाहिँ अलिकति लामो हुन पुगेको र पनि तपाईहरुले भिडियो हेर्दिनु होला। एउटा चिनो हुन्छ भनेर सम्झनु हुन्छ भने मैले युट्युबमा हालेको लामो भिडियो चाहिँ छ अलिकति र पनि तपाईहरु अन्तिमसम्म हेर्दिनु होला भन्दै म आफ्नो भिडियोलाई अगाडि बढाउन चाहन्छु। ल साथीहरु धरानदेखि ओखलडुङ्गासम्मको यात्रा भन्ने मेरो पार्ट 1 को भिडियो थियो, त्यसैको पार्ट 2 भिडियो हो। त्यही भएर जुन पार्ट 1 को अन्तिममा एन्डिङ भएको भिडियो थियो त्यसैदेखि फेरि मेरो भिडियो सुरु गर्दैछु। यहाँदेखि सुरु गरेर चाहिँ तपाईहरु सजिलै बुझ्नुहुन्छ र रमाउनु हुनेछ भन्ने आशाका साथ मैले भिडियो यहाँदेखि फेरि सुरु गरेको छु। ल गाइजहरु तपाईहरु यस्तो दृश्य देख्न सक्नुहुनेछ जुन यो भिडियोमा हेर्दै हुनुहुन्छ। एकदम रमणीय एकदम रमाइलो हरियो दृश्यहरु छन्। यो चाहिँ दुई हरियाली जंगलको बीचको बाटो हो। यो बाटो भनेको चाहिँ तपाईहरु कटारीदेखि 7-8 किलोमिटर यात्रा गरिसकेपछि भेटिने बाटोहरु हो। यहाँ चाहिँ पुरा दुई साइडमा सालघारीले चाहिँ घेरेको बाटोहरु छ। यो बाटो भनेको चाहिँ अलिकति नराम्रो भनेको चाहिँ पिच नभएको कारणले हो। यो बाटो चाहिँ एकदम रमाइलो बोरिङ नहुने हो जंगलको बीचमा यात्रा गर्दा। तर बाटो पिच नभएर अलिकति हल्लाउँछ बोरिङ लाग्छ त्यति मात्र हो। तर यो कटारी र घुर्मी बीचको बाटो चाहिँ पिच नभएको धेरै साल भयो। सायद के को कारणले हो, के कारण हुन सक्छ। यो पिच भइदियो भने चाहिँ धेरै राम्रो हुन्थ्यो र पनि यो पिच नभए पनि यो बाटोलाई छिचोल्दै हामी रमणीय यात्रा गर्दै छौं। किनभने हामी सबै ग्यादरिङमा छौं के सब परिवार नै यात्रा गरिरहेका छौं। अब कोही चाहिँ गाडीमा अगाडि गइसक्नुभयो भने हामी चाहिँ स्कुटीमा, दाजुभाइहरु चाहिँ स्कुटीमा अब बाइकमा जाँदै छौं। अब धेरै रमाइलो हुँदैछ। तपाईहरु पनि भिडियो हेरेर इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दैछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अहिले त एउटा भिडियोको त भोइसै आएन छ क्या गाइजहरु। भिडियो गरेर घरिघरि भोइस आउँदैन कहिले काहीँ। अब मोबाइलै राम्रो हो कि त्यही भएर त्यस्तो हुन्छ। तर पनि केही छैन, अहिले चाहिँ भोइस आएर होला। यहाँ तलतिर गहिरामा हेर्नु साथी हो, तलतिर गहिरातिर खेत पनि देखिन्छ क्या खेत। गाइजहरु अब सिनहरु त आउँछ नि रोक्यो भने, तर अब रोकिँदाखेरि टेन्सन हुन्छ। अनि रोड चाहिँ एकदम अफ रोड छ क्या। अब हेर्नु न गाइजहरु यस्तो रोड छ हैन। स्कुटीले पनि धन्न तान्छ जस्तो लाग्छ। 110 स्कुटीहरुले 125 किलो सिक्यो कि अब यस्तो स्कुटीले चाहिँ यस्तो उकालोमा हेर्नु न अब यस्तो उकालो छ हैन। कस्तो लाग्दिने क्या। अब कसरी चढेर बिचारा लाग्ने क्या आफ्नो स्कुटीमा यस्तो हैन। यस्तो चढ्दिन्छ यस्तो बाटोमा घर पुर्याउँछ यसले। कस्तो अनौठो लाग्दिने क्या। हेर्नु न यस्तो बाटोहरु यस्तो छ। पानी परेको झन् अब यो माटो बगेर झन् भइरहन गएको हुन्छ हैन। तर पनि अब कुदिरहने क्या। कुद्न चाहिँ अब यस्तो हेर्नु न पानीले कुद्छ कि क्या गाइस। टेन्सन लागिरहेछ यार। पानीमा नभिज यत्रो आयो यो डाँडामा पानीले कुद्छ कि क्या यार। हल्लियो गाइजहरु भिडियो चाहिँ लास्टै हल्लेको आएको छ मलाई थाहा छ। किनभने रोड नै यस्तो छ किन हल्लिँदैन यार। कस्तो ढुङ्गा परेको छ हैन। यस्तो बाटो छ नि त। यहाँ चाहिँ अलिक गाह्रो अप्ठ्यारो छ। अब चाहिँ राम्रै गरी आयो। यता चाहिँ अलिकति साह्रो छ गाइज। अभी चढ्यो
लास्ट चढ्यो यार। ए जो चुच गाई चाहिँ साथीहरू अगाडि हेर्नु बादल आउँदैछ, कस्तो तलदेखि बादल आयो क्या। हल्का बादल हेर्नु पुरा। अब बादल नभएको पनि तपाईँहरूले पुरा पारीको फार देख्नुहुन्थ्यो क्या भिडियोमा। यस्तो दुखेर भिडियो बनाएपछि तपाईँहरूलाई चाहिँ केही नभने के एउटा सब्सक्राइब चाहिँ गरिदिनु पर्ने हो होइन। न पैसा लाग्छ न केही लाग्छ, तपाईँले भिडियो हेर्दै 2 मिनट टाइम लागेको त्यसैमा तपाईँहरू सब्सक्राइब गरेर भइहाल्ने हो। तर तपाईँहरू त्यो पनि गरिदिनुहुन्न र दुःख लाग्छ होइन। सब्सक्राइब चाहिँ अब एउटा गरिदिनु होला, भिडियो लाइक पनि गरिदिनु, साथीहरू बिच सेयर पनि गरिदिनु भन्दै म बिचबिचमा बोलिरहेको छु। तपाईँहरू कतिको मेरो कुरालाई मान्नु भएको छ थाहा छैन। अब यसरी होइन हिँडेको छ पाहाडको बाटोमा। लास्ट च्यालेन्जिङ छ क्या बाटोहरू पनि यार, यस्तो छ कि के भन्ने यताको यो अफरोड ढुङ्गा चाहिँ लास्ट खतम लाग्यो यार। माटो हाले पनि फेरि माटो पकाइहाल्छ पानीले, लास्ट त रहने ढुङ्गै हो। अनि ढुङ्गामा चाहिँ कस्तो उ लाग्छ क्या, झ्याउ लाग्छ क्या। अरूले चाहिँ अट लागेर आउनु क्या ढुङ्गामा। अब स्कुटी बाइकको होइन टायर ठोकिन्छ अनि हल्लाउँछ, त्यसरी हल्लाइदिन्छ मुला दृश्य यार। सबै जिउ जाने भक्क जति सब कुरा हल्लाइदिन्छ साला त्यसका बाजे। यो अफरोडले त्यस्तो छ है गाई चाहिँ। घुरे पुगेर तातो खाना खाएर उकालो लाग्ने त्यस्तो बाजेलाई के हो यस्तो अलिअलि मौसम खुलेको छ अब यार। कस्तो हल्लाइदिएको यार, क्यामेरा झरालिदिन्छ कि क्या यार, क्यामेरा झरालिदिएर जस्तो छ यार। कस्तो बाटो पर्थ्यो क्या अब, घरि त्यही राम्रो बाटो घरि त्यही कस्तो खाने बाटो यार। बादल नलागेको भए कस्तो राम्रो दृश्य देखिन्थ्यो, बादलले गर्दा केही खिच्न पाइएन। बल पऱ्यो यस्तो, बाफ्रे बाफ्रे। ढुङ्गा झऱ्यो ढुङ्गा झऱ्यो, ढुङ्गा झरिदियो। यो चाहिँ ल महाभारत डाँडा भन्ने हो, महाभारत डाँडाको बजार। पहिलेदेखि भारी बोक्थ्यो डाँडा निस्किनु पर्थ्यो, तर कुन खोलाले निस्किनु थाहा भएन। भर्खरै आइपुग्यो। अब यहाँदेखि हामी लाग्नु पर्छ। हाम्रो गाडी कुनै आएन रहेछ, अब जानु पर्ला। सुजुता टोयलेट पऱ्यो कि भनेर क्या। यस्तो छ हेर्नु होला गाई चाहिँ। के भन्नु, यो डाउन हिल भन्नुपर्छ, कच्ची रोड डाउन हिल। जाम जाम जाम, बाटो त्यस्तै छ। ओहो सरर बाटो कि क्या, यता त फेरि धेरै ओह्रालो रहेछ। ल यहाँ पनि 2 साइडमा ठुलो खोला छ, बिचमा चाहिँ यस्तो रोड छ क्या। अब यो पनि पहिरो गयो, जान आँटेको छ 2 साइडमा हेर्नु। अब यो 2 साइडमै पहिरो जाने सम्भावना चाहिँ, पहिरो गयो भने चाहिँ तपाईँको यहाँ रोडै हुँदैन, 2 साइडदेखि पुल बनाउनु पर्छ। यो कस्तो खतरा छ भने नि, भिर छ 2 साइडमा, यो ग्यापिङ हालेको। अब यति नै हो, छैन यस्तो खाले छ है। यो भन्ज्याङ चाहिँ अब एकदम खतरा छ, यो भन्ज्याङ। अनि यो चाहिँ फेरि उकालो पर्यो, अलिकति उकालो छ नि, फेरि ओह्रालै छ बाटो पुरै। जाम छिटो घुरै पुगेर खाना खानुपर्छ, भोक लागिसक्यो। डाउन हिल अफ हिल पाहाडको भनेको यस्तो डाउन हिल र अफ हिलमा अलिक गाह्रो हुन्छ उठ्न कुदाउन है, अलिक रिस्क छ। आर्मी क्याम्प त होइन, कहाँ सर्व भएको होला। यस्तो छ साथीयो। फेरि ओह्रालो सुरु भयो, ओह्रालो चाहिँ क्यामेरै हल्लिन्छ।
पुरा क्यामेरा झर्दै हाल्छ क्या त्यस्तै अब अपलोड भएपछि नि कस्तो गर्ने अब रिदम उत्तर नै तान्दै बाप पाइरहेको घुमाइले गाईला घुमा उकालै यता चाहिँ घाम पनि छ अघि जाडो थियो बिहान अब यता अलिक गर्मी हुँदैछ अब यस्तो रोड छ यता यो पुरा आर्मीले दुःख दियो हामीलाई आर्मी गाडी आयो हामी पनि सट्टै आएको ब्याक गराएर घुमाउनु पर्यो नि अघि आर्मीहरू आएर अब घुर्मी खाना खान पुग्नु पर्ने भोक लागेको छ यहाँ पनि खुब खाजा नास्ता चल्थ्यो एक जमानामा अब यता चाहिँ पुरा धुलो हुने रहेछ क्या यता चाहिँ अब किन भन्दाखेरि यता चाहिँ पानी परेर रहेनछ उता चाहिँ पानी परेको थियो आउँदाखेरि अब यतादेखि चाहिँ धुलो मच्चिने रहेछ धुलो चाहिँ अरू गाडीमा धुलोले पुरा लास्ट दुःख दिने रहेछ भन्ने थाहा भइसक्यो डाउनहिल अफरोड यो चाहिँ है गाडी चाहिँ यस्तो छ पानी पर्ला जस्तो मौसम घरिघरि हुन्छ बाटो चाहिँ लास्ट खतम रहेछ बनाएकै रहेछ यार यस्तो बाटोमा झ्याउ लाग्छ बस्दा बस्दा दिमाग खराब हुन्छ है गाई जरा र पनि तपाईँहरूको यसलाई यसो भिडियो बनाइरहेको छु कस्तो लाग्छ होइन कमेन्ट गर्नु सब्सक्राइब गरिदिनु मेरो मोबाइल ब्लग भन्ने मेरो च्यानल छ सब्सक्राइब गरेर टन्नै 20,000 सब्सक्राइब पुऱ्याइदिनु एकचोटि यार 1000 पनि पुगिरहेको छैन सब्सक्राइब गरेर तपाईँहरू ठुलो भिडियो हेर्नुहुन्छ अनि स्किप गरेर जानुहुन्छ अब अरू हुनेको मात्र सब्सक्राइब गरिदिनु हामी जस्तो दुखिएको त खै सब्सक्राइब नै छैन त कस्तो क्या तपाईँहरू लास्ट रिस उठिसक्यो मलाई यार भिडियो बनाउनु मन लाग्दैन घरिघरि त तपाईँहरू मान्छे हो रहेछ त्यत्रो वाइफाई छ डाटा छ आज पनि वाइफाई नभए डाटाले चलाउँछ भिडियो चाहिँ हेर्नुहुन्छ त्यसो आउनाले यसो टच मात्र गर्ने सब्सक्राइबको बटनलाई त्यो पनि तपाईँहरू अल्छी मान्नुहुन्छ क्या कस्तो हुनुहुन्छ आजभोलि त्यो मान्छे नै अहिलेको दुनियाँमा कस्ता क्या अल्छी भन्ने हो कि नटेरे भन्ने नमाने भन्ने हो कि के भन्नु अब सब्सक्राइब नै गर्नु नि तपाईँहरू कस्तो झ्याउ लाग्ने अलिअलि सब्सक्राइब बढ्यो भ्युज बढ्यो भने पो भिडियो बनाउन पनि हौसला हुन्छ यार त्यही भएर साथीहरू जसरी पनि सब्सक्राइब चाहिँ नभुली गरिदिनु है यो भिडियो हेरेपछि तपाईँले जसले पनि हेर्नुहुन्छ तपाईँहरू होइन जे जस्तो साइनो लाग्ने मान्छेहरू अङ्कल आन्टी बुबा आमा दाजुभाइ दिदीबहिनी भाइ बहिनी भान्जा भान्जै भतिजी नाता नानी नातिनी के साइनो लाग्ने हुनुहुन्छ सबैले चाहिँ हेर्दा चाहिँ टक्क सब्सक्राइब चाहिँ गरिदिइहाल्नु होला विनम्र बिन्ती चढाउन चाहन्छु अब चाहिँ जानुपर्छ अलिक स्पिडै अलिक टाढा पनि हिँड्नु पर्नेछ अब नचिङेर कि धुलोले साह्रो हान्ने रहेछ त्यही भएर म त स्लो हिँड्नु पर्यो यस्तो एउटा गाडी आयो भने त होस हराउने रहेछ यार साथीहरू गाइजहरू यस्तो एउटा ट्रक आयो त्यसो पछि लाग्नु भयो पनि तपाईँ पुरा भूत बन्दा चाहिँ गाउँ पुग्नुहुन्छ क्या त्यस्तो छ बाटो स्थिति यार धन्ना रोड चाहिँ घरसम्म पुग्यो भने त्यो भाग्यमा नि ठान्नु राम्रो रोडमा यात्रा गर्छु भन्ने चाहिँ नसोच्दा हुन्छ तर अब यस्तै हो अब यो कहिले बन्ने हो यार एकजनामा एकचोटि चाहिँ के भएर छाला फेरिदिएको मात्र अलिकति त्यो फेयर ह्यान्डसम फेयर लभली लगा जस्तो गरेर यसको मुहार अलिकति चेन्ज गरिदियो बाहिर पिच लिपिदियो त्यहाँदेखि त
1 साल कि 2 साल भट्की गयो त्यहाँ त्यसको त अनरै छैन यस्तै हो अहिले हाम्रो घुर्मीदेखि हाम्रो ओखलढुङ्गाको चाहिँ रोड पिच छ त्यो पनि कति जेलसम्म हो अनि यस्तै त हुने होला केही सालमा नि फेरि भिडियो त बनाउने रोड हेर्दै दिमाग खराब हुन्छ टाउको दुखिसक्यो धुलोले यार भोक लागेर यार धुलो हेर्नुहोस् है गाई धुलो हेर्नुहोस् ल धुलो हेर्नुहोस् धुलो हेर्नुहोस् कस्तो धुलो निस्केछ है धुलो हेर्नुहोस् है धुलो हेर्नुहोस् ए धुलो आयो हेर्नुहोस् है धुलो हेर्नुहोस् यस्तो बाटो छ है यस्तो बाटो छ गाई छेउ कति हो साह्रो यार गाडी जाम हो क्या गाडी चाहिँ कस्तो धुलो भइसकेको छ तलैदेखि यस्तै धुलोमा आएको कस्तो हालत हुन्थ्यो होला यार धन्न यहाँ चाहिँ अब यति मात्र धुलोमा आइएछ म त धुलो बब्बाल भएको थियो यार यतै ला धुलो रहेछ त्यसका बाउ त यार ठेला न भाइ हो ठेला किन कुदेको ल साथीहरु घुर्मीको अलिकति बाटो चाहिँ पिच रहेछ हैन यसै पिच सबैतिर भइदियो त हामी एकछिनमै घुर्मी कटारी गर्थ्यौं होला के गर्नु अफरोडले गर्दा धेरै टाइम लाग्यो गाइजहरु यति चाहिँ पिच रहेछ अब जानुपर्छ स्पिडमा भोक लागेको छ यार धेरै धुलोले कस्तो भयो झोला सोला यार त्यही घाँस दाउरा गर्नुपर्छ गाउँघरमा बसेपछि साथी हो त्यो यो खोला हेर्नु कि तल गहिरोमा खोला छ नि म अलिकति जुम पार्छु हैन तर गहिरोमा यो खोला छ यो खोलाको किनार पहिला हामी भारी बोक्थ्यौं क्या कटारी र ओखलढुङ्गा भारी बोक्थ्यौं त्यही खोला हो यो अब हेर्नु यो सबैले रोडले गर्दाखेरि कोही हिँड्दैन थोरै कुना काप्चामा अब त्यही वनमाराहरू छ त्यसको कुनै हिँड्थ्यौँ हामी भारी बोकेर यस्तै पानी खोलामा गएर बिसायो पानी पियो मुख धोयो गर्मीमा हैन यही हिँड्थ्यौँ यस्तो छ खोला माथि आकाश देख्न सक्नुहुन्छ आकाश अनि यता गहिरो खोला छ हैन
माथि माथि पुरा डाँडा छ यस्तो छ है साथी हो। हामी पहिला बेसर भारी बोकी हिँडेको ठाउँ तपाईँहरूलाई देखाएको। ल साथी हो फेरि बाटो लाग्नु पर्यो। म चाहिँ त्यति भिडियो मात्र खिचेँ। अब सिन चाहिँ यस्तै हो। अब हामी गाउँ नपुग्दा पनि सिन त्यस्तै यस्तै राम्रो राम्रो सिन आउँछ। यस्तै राम्रो राम्रो सिनहरू होइन तपाईँहरू कनेक्ट गरिराख्नु होला। यस्तै राम्रो राम्रो आइबस्छ सिनहरू। यस्तो छ पाखाभिरको सिनहरू साथीभाइ हो। साथीभाइ के भन्नु र गाइजहरू जिन्दगीमा धेरै दुःख गरियो। धेरै अवसरहरू पाइयो। धेरै अवसरहरूमा अब हातमा लियो। कुनै अवसरमा पनि आफ्नो लकको ताला खुलेन, लकको चाबी भेटिएन। त्यही भएर म भिडियो पनि बनाउँदैछु युट्युबको बायोबाट पनि आफ्नो लकको के चाबी पो खुल्छ कि भनेर। त्यसको लागि तपाईँहरू चाहिँ सपोर्ट गर्नु होला, माया गर्नु होला। मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला प्लिज कृपया होइन। त्यस पछाडि अनि लाइक पनि गर्नु होला, एक लाइक। अनि साथीमा सेयर पनि गरिदिनु होला। भिडियो चाहिँ कति घन्टाको भयो ब्याट्री साइड सिक्यो होला। अब घुर्मीमा खाना खाएर चाहिँ म फेरि चार्ज गर्छु। चार्ज सिकिन आँटेर मोबाइलमा। अब झुम्का धरानदेखि भिडियो गर्दै आएको कतिको पुग्ला र होइन। है तल गएर पलाएर त कस्तो डरै लाग्छ यार। सानो खोला कोसी छ क्या। ल गाइज हेर्नु होला कस्तो कस्तो खतरा पहाड छ। त्यस्तो त्यस्तो पहाड छ के भन्नु र। अब हरियो पहाड छ। वर्षमा हिउँदमा मरुभूमि देखिन्छ। साथीहरू हेर्नु कोसी होइन सुनकोसी हो। कत्रो फैलिएर आएछ। म जुम गरेर देखाउँछु तपाईँहरूलाई। सुनकोसी हो क्या यो। यत्रो भएर आएछ हेर्नु। यत्रो फैलिएर आएछ सुनकोसी होइन। त्यो अनि तल यो सानो सानो खोला पनि आएर मिसिएको छ। एक खोलामा चाहिँ पहिला हामीले भारी बोक्दा हिँडेको खोला चाहिँ यो है। खोला यस्तो छ। त्यो कोसी फैलिएर आएको। तल तल पर चाहिँ गाउँ पनि छ क्या। यस्तो गाउँहरू छ है। अन्त पुरा पहाडै पहाड छ क्या। यस्तो बादल लागेको पहाड छ। चट्ट पहाडै पहाड कति राम्रो छ नि सिमतम मौसम होइन साथी हो। हुन्छ यस्तो रोडहरू छ होइन। ल साथी हो यो चाहिँ घुर्मी हो होइन। म जुम गर्दै देखाउँछु। यो चाहिँ घुर्मी हो। यो घुर्मी बजार हो होइन। यतैदेखि रोड गएको छ। अब यो घुर्मीमा चाहिँ हामी खाना खान्छौँ। यो चाहिँ घुर्मी बजार भन्छ। राम्रो हेर्नु न उता सुनकोसी अनि घुर्मी बजार। अब हामी चाहिँ सुनकोसीकै छेउछेउ गएर पुल तरेर जान्छौँ। यो चाहिँ घुर्मी बजार हो। घुर्मीदेखि चाहिँ हामी खाना खाएर जान्छौँ। यो घुर्मी बजार चट्ट पहिला बेसरैदेखि भारी बोक्थ्यौँ। कटारदेखि जब भारी बोक्न बन्द भयो अनि घुर्मीदेखि बोक्थ्यौँ। यो चाहिँ घुर्मी हो है। हाम्रो गाडी त पछाडि थियो कि क्या। हाम्रो गाडी जस्तो लाग्यो। अब घुर्मी आइपुग्न आँट्यो। तल चाहिँ घुर्मी हो साथै घुर्मी। सबै घुर्मी पुगिसक्यो होला। म चाहिँ अब भिडियो गर्दै आउँदैछु साथीहरू। भोक पनि लागिरहेछ तपाईँहरूकै लागि भनेर भोक कति मैले चाहिँ अब भिडियो बनाएको छु। त्यही भएर तपाईँहरू मेरो भिडियोलाई चाहिँ अब सब्सक्राइब पनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला। मेरो भिडियोलाई एक लाइक अनि त्यसपछि साथीहरूमा सेयर पनि गरिदिनु होला। ल अब चाहिँ घुर्मी प्रवेश गरे साथी हो। घुर्मी प्रवेश गरियो। यिनीहरू अब खाना कहाँ खान आँटेछन् कता छन्। साथीहरू रोकियो कि भने कोही रोकिन रहेछ। जान्छु।
ल गाइस अब खाना खाएर हामी चाहिँ निस्किएका छौँ। अब चाहिँ विशाल होटल भन्नेमा चाहिँ खाना खाएर निस्किएका छौँ। लोक गाइस यो चाहिँ सुनकोसीको पुल हो कि हाम्रो ओखलढुङ्गा होइन अब खोटाङ जाने सोलुखुम्बु जाने बाटोको यो अलिकति म चाहिँ अब यसलाई वाइड एङ्गल पारिदिन्छु। यो वाइड एङ्गलमा गयो यो जुम गरेर देखाउँछु। यो चाहिँ पुल हो होइन यसरी जाने बाटो छ। यो चाहिँ सुनकोसी नदी हो होइन मर्ममा चाहिँ यस्तो देखिन्छ क्या। अब सुनकोसी तर पारेको चाहिँ त्यो निलो टिनर गएको थियो त्यो चाहिँ हर्कपुर भन्छ। त्यहाँदेखि चाहिँ हामी उकालोको रोड जानेछौँ। विशाल होटल एन्ड लज भन्नेमा चाहिँ खाना खाएर बाटो लाग्यौँ हामी उर्मीदेखि अब सिधै हामी बौद्ध केतुको छेउमा अब त्यहाँ पुगेपछि अरू भेट हुनेछ। मेरो भाइहरू पुल तरेर गइसके म चाहिँ क्यामेरा स्यामरा के रेडी पार्दै त्यत्तिकै मेरो दिन भयो। अब भिडियो पनि त खिच्नु पऱ्यो नि यो तपाईँहरूको लागि होइन। यो चाहिँ सुनकोसी पुल हो। अस्ति चाहिँ बाढीले अलिक माथि चढिसकेको थियो। बाढी यत्रो माथि आइगएको थियो। यहाँ एक दुईवटा बस्तीमा डुबान पनि होला जस्तो भएको थियो तर अहिले चाहिँ राम्रै भइरहेको रहेछ ठिकै छ। अब हामी चाहिँ अगाडि गएर तेल हाल्नेछौँ। तेल हाल्नु पर्यो अब यहाँ 227 रुपये 227 ल लागौँ। ल साथीहरू अब लाग्यो उकालो। यो हर्कपुरदेखि उकालोको बाटो बाटो चाहिँ बब्बास रहेछ। यहाँ चाहिँ बब्बास रहेछ। माथि यो पहाडहरू हेर्नु कस्तो खतरा छ भने नि भिडियो गर्नु पर्यो चुच्चो डाँडाको क्या। ल साथीहरू यो चाहिँ अब सुनकोसी पुलदेखि चाहिँ हामी आइसक्यौँ। यो सुनकोसी नदी हो। यो उदयपुर जिल्ला रे कुन डाँडा पर्छ थाहा छैन उदयपुर जिल्ला। अनि त्यस पछाडि यहाँ चाहिँ सुनकोसी जुन सुनकोसी कटेर यो अर्को डाँडा देखिन्छ चाहिँ हिलेपानी डाँडा भन्छ। यो अर्को डाँडा चाहिँ हिलेपानी छुने डाँडा हो चुच्चो डाँडा। त्यसको लास्ट उता माथि यो इन्डिङ साइडमा चाहिँ हिलेपानी पुग्छ। यो चाहिँ अब उदयपुर जिल्लाको यो चाहिँ कुन डाँडा थाहा छैन। यो चाहिँ फेरि सुनकोसी पार्यो क्या। अनि यो डाँडा देखाउँ भनेर कि यस्तो छ। अब यसलाई नर्मल बनाउँदा यस्तो हुन्छ। यस्तो छ साथी। अब फेरि क्यामेरै पिल्साइदिइहाल्ने हो। ल साथी अब फेरि उकालो लाग्यौँ। दृश्य देखाएर चाहिँ अब हामी सिधै हिलेपान भन्ज्याङमा पुग्छौँ। अब हिलेपान भन्ज्याङदेखि चाहिँ ओखलढुङ्गा जाने र खोटाङ जाने रोड पनि म तपाईँलाई देखाइदिन्छु। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। अब हिलेपानीदेखि 4 किलोमिटर रहेछ। 4 किलोमिटर उकालो चढिसकेपछि म हिलेपानीदेखि चाहिँ ओखलढुङ्गा जाने र अब खोटाङ दिक्तेल जाने बाटो चाहिँ म देखाउँछु तपाईँहरूलाई। पानी पर्दै रहेछ भनेपछि यो पानी हेर्दाखेरि किन भन्दाखेरि यो पानी चाहिँ अब अर्कै कलरको छ क्या। ल साथी हो यात्रा चाहिँ खतरा हुँदैछ। यसो छ है साथीहरू हर्न चाहिँ बजाउनै पर्छ यता। अब तराई जस्तो होइन कि एकदम घुमाउरो बाटो हुन्छ। गाडी आएको नआएको केही देखिँदैन क्या। गाइस हो अब हामी चाहिँ हिलेपान भन्ज्याङ पुग्न आँट्यौँ है। हिलेपान भन्ज्याङ अब 2 किलोमिटर होला लगभग। पुरा घुमाउरो छ क्या। अब रोडहरू चाहिँ यस्तो हाम्रो पहाड जाने बाटो चाहिँ यस्तो छ साथी हो। अब हिलेपानी भन्ज्याङ आइपुग्ने लागिसकेको छ। आइ पनि सक्यो। यो चाहिँ हिलेपानी भन्ज्याङ हो साथीहरू।
साथीहरु चाहिँ हिलेपानी भन्ज्याङको डाँडा देखेको अनि त्यसपछि त्यो अर्को डाँडा देखिएछ त्यो चाहिँ अघिकै त्यो उदयपुर जिल्लै पर्ने एउटा डाँडा हो त्यो दुईटै डाँडा देखिरहेछ अनि मैले जुम गरेर देखाउँछु हैन यो तल जुन नागबेली परेर गएको छ नि त्यो नागबेली खाले त्यो रोड त्यो एस जस्तो भएको त्यो चाहिँ तपाईको ओटाङ दिक्तेल जान्छ भने उकालो जुन यो तलको रोड देखेको नजिकको रोड देखेको चाहिँ हाम्रो ओखलढुङ्गा रोड हो जुन हामीले उकालो जान आँटेछौँ यही रोड आउने चाहिँ ओखलढुङ्गा जाने रोड हो भने त्यो तलको नागबेली यसरी छुटेर गएको चाहिँ ओटाङ जाने रोड हो अब यो रोड चाहिँ गएर ठ्याक्कै त्यो कोसीको त्यो चाहिँ दुधकोसी हो सुनकोसी नै अब यो दुधकोसीको छेउ भएर जान्छ म अलिक जुम गरेर देखाउँछु दुधकोसीको छेउ रोड जान्छ हैन यो पारी चाहिँ खोटाङ हो हैन खोटाङ पर्छ पारीको डाँडाहरू चाहिँ फेरि खोटाङ हो मैले जुम गरेँ त्यही भएर यस्तो त्यो खोटाङको हजुर सानो पार चाहिँ खोटाङ पारी साइडको डाँडा सबै खोटाङको ऊ त्यो भुम्जु हैन यो चाहिँ भुम्जु डाँडा हो त्यो अलिकति पहिरो गएको पनि दुई तिन ठाउँ देखेको छ त्यो त माथि चुचुरो चाहिँ भुम्जु डाँडा भन्छ होला आएर यता चाहिँ हाम्रो ओखलढुङ्गा माथिको डाँडा छ यो चाहिँ हाम्रो ओखलढुङ्गा जाने बाटो हो यो ओखलढुङ्गा साइड पर्छ ठ्याक्कै यसरी मैले घुमाउँदाखेरि यो चाहिँ खोटाङ पर्ने हो है अब यता चाहिँ हिलेपानीको बस्तीहरू यो हिलेपानीको बस्तीहरू अनि यो चाहिँ तपाईँको हुन्छ यो चाहिँ हिलेपान भन्ज्याङ भन्छ अब हामी चाहिँ रोड उकालो जान्छौँ भिडियो बनाउँदै जाउँ अब उकालो लाग्यौँ फेरि अब यहाँदेखि सिधै टार्गेट भनेको माने भन्ज्याङ अब नबिसाइ जाने हो अब हुरुरुरु जाने हो माने भन्ज्याङ पुग्दिने हो अब हाम्रो गाउँ चाहिँ रोड बाटो यस्तो छ भिडियो कस्तो आइरहेको छ गाई जो हेर्नु होला है के गर्नु अब मान्छेले अब यात्राको पनि त भिडियो हाल्नु पर्यो मैले चाहिँ त्यही भएर यो मेरो यात्राको पनि हालिरहेको छु यो मेरो जन्मथलो जन्मभूमि जाँदै गरेको होइन मेरो चाहिँ अब यो धेरै सम्झना पुरानो बाल्यकाल बिताएको ठाउँको चाहिँ सम्झनाले गर्दाखेरि बाटोको पनि भिडियो बनाउँदैछु अहिले चाहिँ सल्लाह छ क्या यो सल्लाह भएको ठाउँमा चाहिँ हिउँदमा चाहिँ अलिक मरुभूमि हुँदो रहेछ किन भन्दाखेरि सबै सल्लाहहरू झर्छ अनि सल्लाहको जुन उसको पातहरू झर्छ त्यो छिटो नकुहिने हुन्छ अरू रुखपातलाई सबै बनाइदिन्छ क्या मारिदिन्छ सानातिनो सबै मरिहाल्छ त्यो रुखपातहरू चाहिँ अनि सल्लाह मात्र हुन्छ तर सल्लाहको पात चाहिँ सबै एकैचोटि झर्दैन नि फेरि उम्रिँदै गर्छ अलिअलि झर्दै जान्छ यो यस्तै हरियो हुन्छ सबै सिद्धिँदैन तर उसको हिउँदमा चाहिँ सबै पातहरू चाहिँ झरिजान्छ क्या मतलब आधी पुरानो चाहिँ झरेर सबै नयाँ उम्रिन्छ पुरानो कस्तो चिप्लाउँछ कि नि बाटोमा पनि कस्तो चिप्लाउँछ त्यहाँ चिप्लेको होइन चप्पल पऱ्यो केही पऱ्यो चिप्लेर कहाँ ओह्रालो पुगिन्छ पाखामा त्यस्तो हुन्छ क्या अनि अहिले चाहिँ वर्षामा चाहिँ नि अब सबै हरियो पऱ्यो उम्रिन्छ अनि यो यसको पनि झर्दैन पातहरू हरियो हुन्छ एकदम राम्रो देखिन्छ क्या मलाई चाहिँ यसलाई एकदम राम्रो लाग्छ क्या त्यो धुपी रोप्छ नि त्यो धुपी जस्तै जस्तै हुन्छ नि त यो पनि अनि त्यही भएर राम्रो लाग्छ हिँड न अगाडि ल साथीभाइ हो यता पनि के बनेको होटल हो कि कटेज हो कि अलिक राम्रो रहेछ जाम हामी त भिडियो बनाउँदै आएका त्यही भएर यस्तो घुम्ती छ क्या एकदम मोडेर जानुपर्ने होइन यस्तो छ पाहाडतिर चाहिँ होइन बस पनि जाँदो रहेछ अब पाहाडतिर हिँड्ने यातायात मान्छे टन्न भएको हुन्छ स्लो आउँछ त्यो सबै दसैँमा गाउँ फर्किने मान्छेको सामानहरू सुमहरूमा पनि माथि मुढा सुडा सबै छ अहिले सुमोलाई नागेर जान्छन् पावरफुल गाडी हामी भन्दा हाम्रो भन्दा धेरै पावर हुन्छ यसको
तर मान्छे अब भिड बोकिरहेछ कि अब चाडबाड हो होइन, त्यही भएर हामी अगाडि गएको। अब यो चाहिँ हामी थाक्ले आइसकेका छौँ। यो चाहिँ थाक्ले हो, थाक्ले भन्छ यो चाहिँ। थाक्ले नागेर उकालो लाग्यौँ। अब छिट्टै अब मानेभन्ज्याङ आउँछ होला। मानेभन्ज्याङ अब त्यसो केतुकीसम्म हाम्रो सामान ओढ्राइसक्यो होला। अब यता पनि चिसो चिसो छ, सायद पानी पर्छ होला। हाम्रो पहाड एरियामा त पानी परिरहन्छ क्या, तराईमा गर्मीलाई कुहेर अझ घमौरै चिलाइरहेछ। ढाँडहरू पनि निको भएकै छैन घमौरा। यस्तो छ साथीहरू, हेर्नु होला पहाडको यो दृश्य कति राम्रो छ। बादल छ, नील आकाश, पहाडै पहाड छ। यहाँ पनि जेरुङ गाउँ छ। अब हाम्रो गाउँको थाक्लेको जेरुङ गाउँ हो यो। यो चाहिँ थाक्लेको जेरुङ गाउँ हो। यो सायद जेरुङ राईहरू होला। ल मानेभन्ज्याङ आइपुग्न आँट्यो। मानेभन्ज्याङ आइपुग्न आँटे। मानेभन्ज्याङ बजार। ल साथीहरू पारी देखिरहेको घरै घर भएको चाहिँ मानेभन्ज्याङ हो होइन। मानेभन्ज्याङ बिहिबार हटिया पहिलेदेखि एकदम चर्चित हो। हाम्रो गाउँदेखि त्यहाँ आउन त अब 3 घन्टा जस्तो लाग्छ होला हिँडेर। पहिला अब गाडी एकैछिनमा आइपुग्छन् मान्छेहरू होइन। यहाँ चाहिँ पहिला बिहिबारे हटिया लाग्छ क्या, ठुलो हटिया। यो तर यो चाहिँ तल पुच्छार है। हटिया लाग्ने माथि पर्छ डाँडामा अर्कै तल पुच्छारको लाइन हो। अब यहाँभन्दा माथि जान्छौँ हामी। माथि चाहिँ मेन बजार हो। के भयो? होस् होला घरमै धुम मलाई। गाई चाहिँ हो। अब चाहिँ मानेभन्ज्याङ आइपुग्यो। इन्ट्री चाहिँ यहाँ थियो है। इन्ट्री चाहिँ यहाँ हो। हाम्रो हटिया आउने पहिले यहाँ हो। बिहिबार ठुलो हटिया लाग्छ। यहाँ चाहिँ अझ पनि हटिया लाग्छ। हाम्रो गाउँमा बिहिबार हटिया चाहिँ आउट चिलिम हटिसक्यो। यहाँ चाहिँ अझ हटिया छ, लाग्छ। हिँड हिँड हिँड। अब मानेभन्ज्याङ कट्यो। अब चाहिँ कोलटार, त्यस्तै बौद्ध, केतुके अब त्यस्तै पुग्छ होइन। अब मानेभन्ज्याङतिर बिचको गाउँ हो। हेर्नु न घाँसहरू यत्तिकै छ। मेरो स्कुटी पनि पारै छैन अहिले, थकाइ लाग्यो होला यार। नन स्टप कुदाएकै छ, उकालो उकालो। आज चाहिँ अर्को भइजान्छ। त्यही भएर कति घन्टा कुदेको भयो? 6 घन्टा, 7, 8, 9, 10, 11, 12 घन्टा कुदाइन्छ। 12 घन्टा त काठमाडौँ पुगिन्थ्यो होला ब्रो गाइजु होइन। 12 घन्टा त 12 घन्टा काठमाडौँ पुगिन्छ नि। यो त्यति नै कुदिसक्छ घर पुग्दाखेरि चाहिँ। हिँड 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 हिँड। मेरो कान्छा र काइना अगाडि जाँदैछन्। माथि चाहिँ अझै अरू भाइ चाहिँ अघि माथि अगाडि गइसक्यो। हामी चाहिँ अलिक पछाडि छौँ। अब फिलिङ्गे फुलेछ। फिलुङ्गे कि फिलिङ्गे के भन्छ नि, पहिला फुल्छ, त्यसको तेल निस्किन्छ। बारीभरि पहिलो भएछ। आफ्नो गाउँ आयो है। आफ्नो गाउँ आएको चाहिँ गाई चाहिँ साह्रै रमाइलो हुन्छ। केतुके भन्ने ठाउँ चाहिँ अब निस्किने क्रममा छौँ। केतुके भन्छ बौद्ध भन्ने ठाउँमा निस्किन आँटेको छौँ। अब बौद्ध हाम्रो गन्तव्य भनेर बौद्धसम्म हो। बौद्धदेखि चाहिँ हामी ओह्रालो लाग्नेछौँ।
हेर्नु त गाइजो पारी गाउँ त कति उज्यालो छ घाम लागेर यता चाहिँ कुहिरो लागेको छ क्या मौसम यस्तो छ है नेपालको हेर्नु पारी गाउँ हेर्नु त रिङ रोडै चलिसक्यो यार कस्तो लाग्यो यार चिसो छ बाफ्रे यो त तलतिर त के चिसो यो चिसो छ हौ हाम्रो गाउँमा सोचेको पनि थिएन यस्तो चिसो हुन्छ भनेर अब हेर्नु ल कोलटार आयो कोलटार यो चाहिँ कोलटार भन्ने ठाउँ हो है गाइज हो गाइज हो सरर जाने हो अब हामी बौद्ध पुग्न आँटिसकेको होला मेरो विचारमा कुडुको टाढे पुग्यो यसपालि कुडुपट्टि नागो कुन ठाउँ लाने छ ए दसैँ लामा कुडुपट्टि के हो कुन चाहिँ ठाउँ लाने छ ए ए ए उन ठाउँ दोकान रहेछ यहाँ हाम्रो सान वाहनहरू हेर्नु हजुरहरू यहाँ सान वाहन चाहिँ यहाँ छन् सामान चाहिँ त्यो पारी चाहिँ गाडीमा लोड गर्नुपर्ने डिओजी पोस्टमा हुनुहुन्छ यो चाहिँ पोस्टले डिओजी हो यहाँ छ यसको चाहिँ चुरोटै जहिले हुन्छ भिडियो अर्को छ कुखुरा यहाँ चाहिँ अब हाम्रो एउटा कुखुरा पनि छ सियो सिके भन्ने चाहिँ हो बोकेर हिँडेको अब पूजा गर्नको लागि ल्याएको पेट पूजा भने पेटको पूजा हुन्छ सामान छ यहाँ हाम्रो परदेशीहरूको सामान साथीहरू चाहिँ केटुके जाने रोड हो अनि यो चाहिँ यस्तो छ है ल गाइज हो बाटो यस्तो छ अब गाउँ जाने म चाहिँ अब बौद्धदेखि अलिक भिडियो बनाएन कि धेरै रोड खराब छ रोड चाहिँ एकदम सोलिङ गरेको छ क्या एकदम राम्रो छैन त्यही भएर एकदम रोड ठिक नभएको कारणले चाहिँ मैले भिडियो बनाएन यहाँ पनि अब यस्तो छ क्या पुरा ढुङ्गाको सोलिङ हानेको बाटो छ होइन यस्तो बाटोमा चाहिँ पुरा भिडियो अब जर्किङ आउँछ क्या मतलब एकदम हल्लिने नराम्रो भिडियो आउँछ यहाँ पनि तपाईँलाई सायद नराम्रै भिडियो आएको होला यसो सोलिङ छ यस्तो सोलिङतिरको भिडियो त कस्तो हुन्छ होला तपाईँहरू हेर्दा पनि कस्तो लाग्दो हो अब भिडियो राम्रो आउँदैन मलाई थाहा छ अब यस्तो छ होइन भिडियो सायद राम्रो आउँदैन होला र पनि दुःख छु क्या हाम्रो गाउँको रोड चाहिँ यस्तो छ क्या हाम्रो घर जाने चाहिँ अब यतिको बेला धेरै राम्रो कि यतिको पनि होइन अब एकदम त्यो ढुङ्गाको त्यो सोलिङ गरेको कस्तो हुन्छ त आमा ढुङ्गै हुन्छ एकदम गिटी बिछ्याएको अलग हो कि त्यो ढुङ्गा ठोकेर सोलिङ घरमा त्यो साधारण ढलाइ गर्नुभन्दा अगाडि जुन हाल्छ नि हो त्यस्तो सोलिङ हानेको हुन्छ अनि त्यस्तोमा चाहिँ कसरी कुदाउनु गाडी घोडा पनि होइन अनि त्यस्तै रोड छ अनि त्यही भएर मैले भिडियो नबनाएको यस्तो छ क्या अब बाटो चाहिँ अब गाइस होइन के भन्नु र अब पुरा रोड चाहिँ यस्तो छ सोलिङ बाटो यो यस्तोतिर चाहिँ लास्ट टेन्सन दिन्छ क्या रोड चाहिँ होइन अब यो चाहिँ पुरा ढुङ्गाको ग्राभेल होइन सोलिङ गरेको हुन्छ यसमा चाहिँ स्कुटी गाडी जाँदै अलिक अप्ठ्यारो हुन्छ क्या धेरै हल्लिन्छ
हल्लेको भिडियो कल हेर्न सक्छ रिङबाट चल्छ होइन तपाईँहरूको पनि भिडियो हेर्दै रिङबाट चल्ला त्यही भएर भिडियो त राम्रै हेर्नुपर्छ अब यस्तो बाटोको चाहिँ भिडियो बनाइरहेको छु तपाईँहरूले कस्तो लाग्छ होइन कमेन्ट गर्नु होला गाई चाहिँ अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला अनि साथीमा भिडियो पनि सेयर गर्नु होला भन्दै ओह्रालो छ भैँस सिट्ने बाटो छ हजुरहरू यता भैँस सिट्ने बाटोहरू छ यसो स्कुटी कुदाउँदैछु हजुरहरू दुःख गरेर हेर्नु होला हेर्नु नि यस्तो छ अब बाटो के हो अब के भन्ने क्या यसलाई मेरो गाउँ जाने बाटो यस्तो छ गाइजहरू मेरो आफ्नै घर जाने बाटो चाहिँ यस्तो छ यस्तो बाटोले घर पुगेर के गरिन्छ होला लिएर भाइ हो त्यत्तिकै गुडाहरू जे बिग्रिने बिग्रिन्छ भने म पनि यस्तो गर्ने ल त्यत्तिकै कुद्छ यार ओह्रालो आफै स्टार्ट बन्द भोकै हुने जाँडाले चाबी अफर कुदाइरहेको जे बिग्रिने बिग्रिन्छ अनि हाम्रो यस्तो बाटो यतिको गाडी त हुन्थ्यो होला हाम्रो स्कुटी त धेरै नै हल्लिन्छ क्या एकदम धेरै हल्लिन्छ नि बाइक भन्दा त त्यसले त भरे हाम्रो अगाडि धुलो हानिदिन्छ त छैन यस्तै छ यार भिडियो त बनाउँदै गाह्रो छ यस्तो छ गाई चाहिँ बाटोघाटो बडो अप्ठ्यारो छ बाटो चाहिँ बाटो गाउँको भैँसी गाईहरू हिँड्ने बाटो छ अनि यस्तो बाटोमा कति अप्ठ्यारो हुन्छ हिँड्न पनि तर केही छैन गाइज गाउँठाउँको यस्तै अब चाहिँ पुरा हाम्रो गाउँ हाम्रै एरिया आयो भन्नुहुन्छ यस्तो छ हाम्रो गाउँ हाम्रो एरिया अब यता चाहिँ अब यो बोर्डिङ स्कुलको साइडमा आइसक्यो यो चाहिँ बाल हुन्छ क्या यस्तो सोलिङ चाहिँ बडो गजबै हुने अब यहाँ चाहिँ हाम्रो गाउँको बोर्डिङ स्कुल छ साथीको यस्तो छ केटा ल हाम्रो यहाँ भाइहरू चाहिँ पुरा रनिङको साथ आउँदैछन् फास्ट 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 केटा फास्ट कति स्टार्ट बन्नुभएको ल गाउँठाउँको बाटो यस्तै हो साथी हो अगाडि जाने गाडी पनि हाम्रै हो रिजर्भमा लगेर सामान लोड गरेर मान्छे गाडी यो पनि हाम्रै हो यो पनि हाम्रै हो ल गयौँ है गयौँ ल यता चाहिँ अब सायद छोडिदिनु हामीलाई अब हामी चाहिँ जाने अब उनीहरू चाहिँ बिस्तार आउँछ क्या बाटो चाहिँ फेरि 36 छ क्या 38 मान्छे हिँड्ने 36 हुने ठाउँ यस्तो छ क्या बाटो वाउ छ नि अब यो चाहिँ माझगल्लीको एरिया आयो यस्तो छ बाटो साथीहरू गाडी घोडा हिँड्ने गाडी यस्तो छ ए हेमकाजी नमस्ते हजुर
हम कान्छी सबै bisa सन्जाम से ए सबै से ब्लाङ्को मेरो गाडीले बाको भाले बाको ल त्यहाँ त्यसो राम के है हम कान्छी त्यहाँ भएको ल हुन्छ ल ल ल ल वायो बुढे पनि आएर बसेको क्या हो कति गजबको रोड भयो लास्टै रिल्याक्स हुने रहेछ रोडमा त यार लास्ट रिल्याक्स हुने रहेछ नि फेरि रोडमा त हेर्नु त कस्तो रिल्याक्स हुँदैछ त्यहाँ मेरो भाइलाई ल हेर यहाँदेखि चाहिँ होइन यतादेखि जानुपर्छ क्या भाइले चाहिँ गल्ती गर्नुभयो क्या अब यहाँदेखि चाहिँ गाई छ हाम्रो गाउँघरदेखि नि हो यहाँदेखि होइन चाहिँ रोडमा आइरहेछौँ हामी यो चाहिँ अब क्लेटापुङ एरियामा आइयो ओ चढ न चढ बा कता चढेको त यार यो चाहिँ क्लेटापुङ एरिया हो भन्ने बित्तिकै पो जान्छ त बा यो चाहिँ क्लेटापुङको 220 हिँड्ने बाटो हो गाई चाहिँ यस्तो छ स्कुटीमा हिँडे होइन चाक पिल्सिसके जस्तो आयो पछाडि सिटमा होइन यस्तो छ कि बाटो एकदम राम्रो छ त्यही भएर अब चाक पनि पिल्सिन्छ नि त गाइज हो र भिडियो बनाउँदा छोडेको छैन अब तपाईँहरूले अब सब्सक्राइब गर्ने नगर्ने तपाईँको पाप धर्म तपाईँहरूको हातमा भन्नुपर्छ मान्छेको चाक पिल्सी पिल्सी बाची बाची सिद्धिएर भिडियो बनाउँछ बाटो कस्तो छ त हाम्रो गाउँ जाने त्यही अब ढुङ्गाको पुरा ग्राभीले सोलिङ आयो कि यस्तोमा पनि फेरि लास्ट इजी हुन्छ क्या ब्रेक समाउँदा है बब्बलाई हुने फेरि मलाई चाहिँ लास्ट मजा लाग्यो मजा लाग्ने रहेछ क्या लास्ट चाहिँ अब यता यता भित्तामा जाँदा पनि यसरी नि मजा लाग्दिने क्या कति उठ्ने यार गाडी त उडेको गर्ने अब हेर्नु ल यस्तो छ ल कस्तो उडेको छ ल हेर्नु अब यस्तो मजाले जान्छ गाडी सोलिङमा बाटो कति राम्रो छ ल हेर्नु अब वाउ जस्ट से न वाउ वाउ बाटो वाउ छ बाटो वाउ वाउ ओइ 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 वाउ Wow, this is so great. Wow, bato wow छ wow. OFCC सारा बुब जम खाले रहेछ को मुयरा ए 4 बजे हालको में गाडी बाइकिनो बच्चा 2:30 बजे लान्थे ए बच्चा पखलो बच्चा इमेल गाडी लरन्छ बाइक न ए सबै दुसा बानी में नि याक बेमा आमेला चारक चुरुक घरी बिमार त भइहाल्छ त्यस्तै हो ल जान्छम ल
ए ल लाम्के लागेरौँ के हो है डिस्टाला भनेर रम्किरेम ल चोड्याम कान्छीले बाका नै लकुब ल डिस्टाला रम्की ल लु बहिनी लकुब ल ल दिदी लकुमे है ए ल ल ल ल ल र यो चाहिँ साथी आफ्नै घर जाने बाटो हो आहाले देखियो चाहिँ यो त गाडी कमै हिँड्ने ठाउँ भएर चाहिँ पुरा झार भइसकेको रहेछ क्या बाटो यस्तोमा गाडी कुदाएर लानुपर्छ यसमा 4-5 गाडी पनि जान्छ नि फेरि साथीहरू हेर्नु हाम्रो गाउँको बाटो यस्तो छ अनि अलिअलि छ्यासछिस पारेछ त रोड त अलिअलि डोजर लगाएको ल झारहरू चाहिँ उडाइ पठाएछ रोडहरूको स्थिति यस्तो छ अब हेर्नु यस्तो बत्तिन्छ गाडी त यसरी जान्छ गाडी कसरी गएको हेर्नु ल गाडी छ उडेर गयो नि त गाडी त उडेर गइहाल्छ त यसरी हल्दिन्छ पनि ल हेर्नु गाडी त यसरी उड्छ हेर्नु अब यो चाहिँ हाम्रो देउराल डाँडा भन्छ पहिला जमानामा पैदल हिँड्थे त पैदलको बाटोमा कता यहाँ रहेछ अलिकति पस्ने भित्र अब यो चाहिँ ठुलुङ घर भन्छ ठुलुङ गाउँ भन्छ ठुलुङ कुडु भन्छ त्यो एरियामा जाने रोड हो अब पनि बाटो छैन खै अब आमे रहेछ ठालो चप्छौँ गाडी त्यहाँ सबै सञ्चार दुसा बानीमै सबै दुसा सञ्चार बानीमै नि सबै सञ्चार न हो दाइले सञ्चार बा सञ्चार टोटमा ए पैसामा टोटमा इमामा तिनमा टोटो लोन आ त्यो उना पुण्य कामदार दाजु त त्यहाँ कहीँ लाइस पारिन्छ आम कहीँ लासम्म ठ्याक्छ होला क्या सबै बर्र भात बसा जम्म चिची म डेटो किन बल्ल बल्ल मलाई गाउँमा चाहिँ त्यति वहाँ बिचारमा लोन मेरोमा गोटोपछि साथीहरू गाडी पार्किङ गर्ने ठाउँ पनि छ नि हाम्रो गाडी चाहिँ यसरी छ ल रहेछ न त हेर्नु अब धरान झुम्कादेखि आएको गाडी हेर्नु यसरी ल रहेछ न अब यो राख्ने ठाउँै छैन पहिला राख्ने ठाउँ चाहिँ सबै भत्किएर छैन साथीहरू पहिला हामी यसरी गाउँ आउँदा दाजुभाइ नै मिलेर पार्किङ गर्ने ठाउँ बनाएको थियौँ जुन मेरो काइलाको ससुराले ठुलुङ कुडु भन्छ यहाँ चाहिँ हामीले गाडी पार्किङ गर्ने ठाउँ बनाएको थियौँ तर त्यो चाहिँ वर्षाको कारणले अहिले पहिरो गएर पुरिएछ त्यसकारण गाडी राख्ने ठाउँ यहाँ भएन अनि त्यही भएर गाउँमा चाहिँ हामी माथि गैरी टोल भन्छ होइन गैरी गाउँ भन्छ त्यहाँ चाहिँ हाम्रो रामकुमार मामा लोकल गाउँको नाम चाहिँ अब साङकुटे भन्छ जिस्काउने नाम होइन बोलाउने त्यहाँ मामाको घरमा चाहिँ गएर हामी थोरै रिक्वेस्ट गरेर हाम्रो गाडी राख्नेछौँ त्यस पछाडि चाहिँ हामी ओह्रालो फेरि गैरी टोल मोपम नै भन्छ मेरो घर चाहिँ त्यहाँसम्म जानेछौँ भिडियो हेर्दै गर्नु होला तर म यो बाइक पार्किङ गर्न मामा घर गएको र मेरो घरसम्म गएको भिडियो चाहिँ म बनाउँदिनँ किनभने ब्याट्री पनि सिद्धिएछ मेमोरी पनि फुल हुन आँटेछ त्यसै कारणले भिडियो चाहिँ हेर्दै गर्नु होला अनि अहिले तपाईँहरूले स्क्रिनमा देखिरहनु भएको छ यो चाहिँ मेरो घर हो होइन अब यो मेरो घर पुगिसकेपछि गरेको एक्टिभिटिजहरू गाउँमा डुलेको घुमेको भिडियो चाहिँ अर्को भिडियो अलग्गै बन्ने छ सायद त्यो चाहिँ अब पार्ट 3 नै जस्तो भनौँ न यो भिडियो दुईवटा भिडियोको चाहिँ यसमा अलिक लामो हुने भयो त्यही भएर त्यो भिडियो बनाएर तपाईँहरूलाई देखाउने छु त्यही भएर तपाईँहरू मेरो च्यानलमा यस्तै भिडियो हेर्नुको लागि चाहिँ सब्सक्राइब गरेर सेभ गर्नु होला अनि यसरी सधैँ भिडियो पुरा हेरेर माया पनि गर्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु आजलाई यति नै सी यू इन नेक्स्ट भिडियो बाइ बाइ गाइज